झोले राजनीति अब पूर्णतया नाङ्गिएको छ। आन्दोलनको नाममा स्वतन्त्र नागरिकमाथि हात उठाउनेहरू र सञ्चारकर्मीको क्यामेरा फुटाउनेहरू लोकतन्त्रका सिपाही होइनन्, मानवता विरुद्धका अपराधी हुन्। 21 फागुनको निर्वाचनले एउटा स्पष्ट सन्देश दियो, यो देश दलका कार्यकर्ताले होइन स्वतन्त्र मतदाताले चलाउँछन्। जसले बुझेन उसले हार्यो, जसले बुझ्दैन उसले फेरि हार्नेछ। आज कसैले धेरै सिट ल्यायो भन्दैमा त्यो स्थायी जनमत होइन। जनता चुपचाप हेर्छन्, बेला आएपछि फैसला गर्छन्। ए महान राजनीतिक आत्माहरू सडकमा कराएर न्याय बदलिँदैन। यो लोकतान्त्रिक मुलुक हो। कानुनसँग जोडिएको विषयमा अदालत जाऊ, तर बाटो हिँड्ने नागरिकलाई कुटेर क्रान्ति हुँदैन, केवल लाज हुन्छ। राजनीति गर्न आएको हो भने अलिकति संयम, अलिकति चेत र अलिकति जिम्मेवारी सिक, नत्र जनता तिमीहरूलाई फेरि पाठ पढाउन तयार छन्। हामी स्वतन्त्र मतदातालाई सडक नाटक देखाएर आफ्नै भोट घटाउँदैछौ। यो भन्दा बढी के भनौं।